सम्पूर्ण साथीहरुमा नमस्कार। हरे कृष्ण। आज म यो श्रीमद् भगवत गीतामा चाहिँ उल्लेख गरेको आत्मा र परमात्माका बारेमा थोरै जानकारी गराउन गइराखेको छु। हुन त मैले यो पुस्तक पढेको 5औं पटक हो, तथापि ममा आत्मा र परमात्मा सम्बन्धी रहेको सामान्य जानकारी मैले यो पुस्तकबाट, यो पुस्तकलाई 100% मान्ने हो भने यसको 0.05% मात्रै ग्रहण गर्न सकेको छु 5औं पटकको अध्ययनमा। तथापि मैले सबैले बुझ्नलाई सजिलो होस् भनेर आत्मा के हो, परमात्मा के हो भन्नेसँग सम्बन्धित रहेर बुझ्नलाई सजिलो हुने गरेर मैले फरक छुट्याएको छु आत्मा र परमात्माको बारेमा। कस्तो लाग्छ कमेन्ट गर्नु होला, मन परेमा शेयर सब्स्क्राइब पनि गर्नु होला। यो श्रीमद् भगवत गीतामा चाहिँ आत्मा भनेर चाहिँ जीवात्मालाई जनाउँछ। सम्पूर्ण सजीव प्राणीभित्र रहेको जुन आत्मा हुन्छ, जुन सजीव जीव हुन्छ, त्यसभित्र रहेको आत्मालाई जीवात्मा भनिन्छ। मुख्य गरेर चाहिँ यो पुस्तकमा जीवात्मा भनेर चाहिँ मनुष्य आत्मालाई जनाउन खोजेको छ। श्रीमद् भगवत गीता यथारूप भन्ने पुस्तक हो। त्यस्तै गरेर परमात्मा भनेर चाहिँ भगवानलाई जनाउन खोजेको छ। स्वयं ईश्वर भगवान कृष्णलाई चाहिँ जनाउन खोजेको छ परमात्मा भनेको। अब यी दुई बीच चाहिँ के अन्तर हुन्छ भनेर चाहिँ मैले छोटकरीमा आत्मा र परमात्माको अन्तर देखाउन खोजेको छु। मैले सुरुमा चाहिँ शक्तिको कुरा गर्दैछु। एउटा आत्माको शक्ति चाहिँ सीमित किसिमको हुन्छ, व्यक्ति बीचको हुन्छ भने परमात्माको शक्ति चाहिँ असीमित हुन्छ। सम्पूर्ण संयन्त्रलाई चाहिँ सञ्चालन गर्ने काम चाहिँ परमात्मा स्वयं भगवानले गर्नुहुन्छ। त्यो भएर परमात्माको शक्ति चाहिँ असीमित छ। त्यस्तै गरेर यता आत्मा चाहिँ कस्तो हुन्छ भने अज्ञानले ढाकिएको हुन्छ। त्यसले वास्तविक ज्ञान प्राप्त गर्न चाहिँ कोसिस गरेको हुन्छ, तर वास्तविक ज्ञानको पहुँचमा पुग्न सकेको हुँदैन। भने परमात्मा जुन भगवान हुनुहुन्छ उहाँलाई चाहिँ सम्पूर्ण यस जगतदेखि लिएर सम्पूर्ण ब्रह्माण्डको बारेमा ज्ञान छ। त्यो भएर चाहिँ आत्मा चाहिँ अज्ञानले ढाकिएको हुन्छ भने परमात्मा चाहिँ सर्वज्ञ हुनुहुन्छ। त्यस्तै गरेर कुन ठाउँ रहने भन्ने कुराको व्याख्या गर्न गइरहेको छु। आत्मा चाहिँ एउटा सीमित शरीरमा रहन्छ। प्रत्येक व्यक्ति भनौँ अथवा सजीव जीवात्मा भनौँ त्यसको शरीरमा रहन्छ भने परमात्मा चाहिँ सबैमा हुनुहुन्छ। सबै जीवात्मा लगायतमा चाहिँ परमात्माले चाहिँ वास गर्नुहुन्छ। त्यस्तै गरेर चाहिँ आत्मा चाहिँ कर्मको बन्धनमा अल्झिन्छ। आत्मा भनेको स्वयं यहाँ भगवत गीतामा चाहिँ मनुष्यभित्रको आत्मालाई जनाउन खोजेको छ। त्यसमा चाहिँ कर्म चाहे दैनिक रूपमा गर्नुपर्ने कर्म होस्, चाहे मनुष्यले गर्ने कर्म होस्, त्यस्तो कर्मको बन्धनमा हुन्छ भने परमात्मा चाहिँ कर्मले बाँधिनु हुँदैन। उहाँ कर्मातीत हुनुहुन्छ। उहाँले चाहिँ आत्माको कर्म चाहिँ निर्धारण गर्ने काम गर्नुहुन्छ। त्यस्तै गरेर चाहिँ आत्माको चाहिँ जन्म मृत्यु हुन्छ, शरीर बदल्ने काम गर्छ। एकपटक मनुष्य जीवनमा जन्म लियो भने अर्को पटक कुनै अर्को उसले गरेको कर्मका आधारमा चाहिँ अर्को जीवन लिन्छ भन्ने उल्लेख छ। त्यस्तै गरेर चाहिँ परमात्मा चाहिँ अजन्म हुनुहुन्छ। उहाँ चाहिँ एकाकार हुनुहुन्छ। सबै देवताका पनि देवता परमात्मा हुनुहुन्छ। उहाँ चाहिँ एकाकार रूपमा हुनुहुन्छ। त्यस्तै गरेर जीवात्मा चाहिँ मायाद्वारा मोहित हुन्छ। जीवात्मा चाहिँ भनेको दया,
प्रेम, करुणा, व्यक्तिगत जीवनका घटना, सामाजिक जीवन लगायतका कुराहरूमा माया मोहमा चाहिँ बढी अल्झिने काम चाहिँ को गर्छ भन्दा आत्मा हुने गर्छ भने चाहिँ परमात्मा चाहिँ स्वयं मायाका स्वामी हुनुहुन्छ। उहाँले चाहिँ सम्पूर्ण जीवात्मालाई चाहिँ माया प्रदान गर्नुहुन्छ। त्यस्तै गरेर आत्माको शक्ति चाहिँ सीमित हुन्छ। एउटा आत्माको शक्ति एउटा जुन जीव भित्र प्रवेश हुन्छ अथवा जीवात्मामा हुन्छ, जुन आत्माको शक्ति चाहिँ सीमित हुन्छ भने परमात्माको शक्ति चाहिँ सर्वशक्तिमान हुनुहुन्छ। परमात्माले सम्पूर्ण संसार चलाउने अथवा सम्पूर्ण ब्रह्माण्ड चलाउने चाहिँ शक्ति हुन्छ जुन चाहिँ परमात्मामा हुनुहुन्छ। त्यही भएर परमात्मालाई चाहिँ सर्वशक्तिमान भनेको। त्यस्तै गरेर आत्मा चाहिँ भययुक्त र अहङ्कार हुन्छ। भविष्य वर्तमानका घटनाबाट चाहिँ आत्मा भय हुन्छ भने अहङ्कार हुन्छ। भित्री जुन अहङ्कार अथवा अहमता हुन्छ त्यो चाहिँ आत्मामा हुन्छ भने परमात्मा चाहिँ एकदम निर्भय, कसैसँग नडराउने किसिमको, र परमात्मामा कुनै पनि किसिमको त्यस्तो अहङ्कार हुँदैन। त्यस्तै गरेर परमात्माको दर्शन पाउनलाई चाहिँ आत्माले चाहिँ साधना गर्नुपर्छ भने परमात्मा चाहिँ स्वयं सिद्ध हुनुहुन्छ। आत्मालाई चाहिँ परमात्मामा आउने चाहिँ बाटो देखाउनुहुन्छ। त्यस्तै गरेर चाहिँ आत्माको अल्टिमेट भनेको चाहिँ परमात्मामा लीन हुनु हो भने चाहिँ परमात्मा चाहिँ स्वयं लक्ष्य हुनुहुन्छ। उहाँलाई चाहिँ कुनै पनि किसिमको छुट्टै शक्तिमा लीन हुनु छैन। उहाँ चाहिँ एकदम सर्वशक्तिमान हुनुहुन्छ भनेर देखाउन खोजेको छ। त्यस्तै गरेर यस श्रीमद् भगवत यथारूपमा चाहिँ आफूले गरेको कर्म, आफूले गरेको भक्ति, आफूले गरेको साधना, आफूमा भएको प्राप्त ज्ञान आदिको माध्यमबाट चाहिँ जुन आत्मा हुन्छ त्यो चाहिँ परमात्मासँग कनेक्ट हुन्छ अथवा चाहिँ परमात्मालाई चाहिँ प्राप्त गर्न सक्छ भनेर चाहिँ आफ्नो कर्म, आफ्नो ज्ञान प्रति चाहिँ एकाग्र हुनु, लाग्नु र परमात्मालाई प्राप्त गर्नु सकिन्छ भन्ने कुरा चाहिँ यस पुस्तकमा उल्लेख गरेको छ। हस्त अनि थप महत्त्वपूर्ण जानकारीका लागि चाहिँ हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद। नमस्कार।